नमस्ते साथीहरू, आज हामी तपाईलाई एउटा अद्भुत यात्रामा लैजानेछौँ जहाँ प्रेरणा, उत्साह र मनोरञ्जन सबै सँगै छ। तपाईँ तयार हुनुहुन्छ जीवनको नयाँ क्षणहरूको अनुभव गर्न? आउनुहोस् सुरु गरौँ। जिआर युट्युब च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। यहाँ हामी प्रेरक कथाहरू, मनोरञ्जन र जीवनका महत्त्वपूर्ण पाठहरू साझा गर्छौँ। तपाईँ हाम्रो समुदायको हिंसा बन्नुभएकोमा साँच्चीकै खुसी छु। जीवन सधैँ कठोर हुँदैन। कहिलेकाहीँ नदेखिने तरिकाले मनभित्र धेरै कुरा थुप्रदै लैजान्छ। हामी मुस्कुराउँछौँ, तर त्यो मुस्कान सबै कुरा होइन। भित्र थाकेको मन, अल्झिएको सोच, नबोलेको पीडा बसिरहेको हुन्छ। सबैको चाल एउटै हुँदैन, तर समाज हामीलाई एउटै गतिमा हिँडाउन खोज्छ। त्यहीबाट धेरै मानिस आफैसँग हार्न थाल्छन्। कोही छिटो हुन्छ, परिणाम चाँडै देखिन्छ, तर छिटो हुनु सधैँ सही हुँदैन। कोही माथि उठ्छ, धेरै देखिन्छ, धेरै सुनिन्छ, तर त्यो उडान मात्रै स्थायित्व होइन। र कोही कछुवा जस्तै हुन्छ, न त छिटो न त चम्किलो, तर ऊ रोकिँदैन। उसको शक्ति गतिमा होइन, निरन्तरतामा हुन्छ। यदि आज तपाईलाई आफै ढिला लागिरहेको छ भने त्यो कमजोरी होइन, त्यो तपाईको प्रक्रिया हो। सबै मानिस देखिनैका लागि जन्मिएका हुँदैन। कोही मानिस टिक्नका लागि बनेका हुन्छन्। ढिला हिँड्नुहोस्, तर रोकिनु हुँदैन। शान्त रहनुहोस्, तर आफूलाई हराउनु हुँदैन। यदि यी शब्दहरू तपाईको मनसँग मिल्यो भने त्यही प्राप्त हो। आफ्नो गतिमा, आफ्नै बाटोमा अघि बढ्नुहोस्। धन्यवाद साथीहरू, यो भिडियो हेर्नु भएकोमा। तपाईको सल्लाह, प्रतिक्रिया र समर्थन हाम्रो लागि अत्यन्त मूल्यवान छ। कृपया लाइक गर्नुहोस्, सेयर गर्नुहोस् र सब्स्क्राइब गर्नुहोस्, ताकि हामी आज धेरै प्रेरक सामग्री तपाईहरुसँग साझा गर्न सकौँ। फेरि भेटौँला, तबसम्म उत्साहित रहनुहोस्, साहस राख्नुहोस् र हरेक दिन आफ्नो सपना नजिक पुर्याउनुहोस्। धन्यवाद।